यताबाट आउँदै थिएँ यहाँ डममै घोडो ठोक्कियो मेरो अनि यहाँ यस्तो रगताइरहेको त्यस्तो होइन कि त्यस्तो होइन कि हामी त्यस्तो खालको मान्छे चाहिँ होइन त्यो अरूको ज्यान लिने र रोमाउने खालको मान्छे चाहिँ होइन त्यही भएर नमारेर फर्केको होइन एक्सिडेन्ट भएछ न वेलकम ब्याक टु माई च्यानल होइन यो सबैजना सन्चै हुन्छ होला म पनि सन्चै छु म चाहिँ भर्खरै उठेँ अनि आँखा पनि किर्मिर भइरहेको पहिला चाहिँ म नुहाइधुवाइ गर्छु फ्रेस हुन्छ नुहाइधुवाइ गरेँ अनि नुहाइधुवाइ गरेर चाहिँ सकेँ होइन अब चाहिँ मैले चाहिँ के गर्ने हो भन्दाखेरि चाहिँ खाना पकाउँदैछु मैले चाहिँ दाइ चाहिँ क्लास पकाउने हो फर्स्ट अफ अल चाहिँ यो चप्पल लाउने गर्मीमा पनि नि त अनि चाहिँ खाना पकाउँदैछु अब चाहिँ खाना पकाउँछु जे हो भाँडाहरू माझ्नु छ पहिला चाहिँ भाँडा माझ्छु म चाहिँ भाँडाहरू माझेँ होइन अब चाहिँ म भात पकाउनु लाग्यो भात चाहिँ यता मैले त्यो ट्याकटुक पारेर राखिदिइसकेँ म चाहिँ ग्यास अन गर्ने यसरी हजुरहरूलाई पनि यदि पकाउन आउन भने म सिकाउँछु गरे आज ट्याक्क यसलाई चाहिँ यसरी यहाँ राख्ने त्यहाँदेखि यो पाक्छ अनि यो चाहिँ चिम्नी होइन यो धुवा जति सबै यहाँ जान्छ यसलाई चाहिँ यस्तो गर्ने अनि यहाँ खुल्दो रहेछ यतना चाहिँ मलाई पनि थाहा थिएन हिजो दाइले सिकाइदिनु भएको यस्तो गरेपछि यस्तो गर्नुपर्ने रहेछ मलाई पनि थाहा थिएन है यो साँझ बल्ल दाइले सिकाइदिनु भएको अस्ति पकाउँदा चाहिँ मैले त्यत्तिकै पकाएको थिएँ थाहा थिएन मलाई नि अनि पहिला चाहिँ म खानासाना पकाउँछु खाना पकाएर चाहिँ सकेँ मैले चाहिँ यता चाहिँ भात छ होइन यता चाहिँ तरकारी पाकिरहेको छ लगभग पाकिसक्यो हाम्रो खाना पनि पाको अनि खाना खान लाग्यो दाइ आउनुभयो दाइ आउनु खाना म चाहिँ पहिला एकदम भोक लागिरहेको छ खाना खान होइन त्यसपछि कहाँ जाने हो दाइ हामी अहिले माछा मार्न जाने हो लिएर जाने अहिले चाहिँ हामी कहाँ जानु लाग्छ भन्दा चाहिँ पदार्थ जानु लाग्छ भने सानो काम छ देखिरहेको छु खै दाइ किन के राख्नु पर्यो दाइ चाहिँ ट्याक्क हाकिङ चाहिँ गरिन लानुभएको छ पुरा अफिसमा काम गर्ने चाहिँ भएर तर म चाहिँ के भनौँ अब भिटेन के जस्तै अरे बुझ्नु ए अपलोड हार्ने यो बाइक हेर्नु कस्तो खतरा खालको छ क्या आची कसको बाइक हो र यो कसको र यो बाइक कसको र यो बाइक अर्जुन दाइले म चाहिँ दिउँसोमा पनि खलास बालो हिँडिरहेको छु होइन तर देख्नेले मलाई के भन्छ ओहो RX 100 होइन र यो बाइक खतरा हुन्छ क्या RX 100 सुजुकी हजुर सुजुकी हो र सबले हेर्छ नि मुखा आज क्यामेरा तेर्साउँदा त आमा बाबा चाहिँ सेलिब्रेटीको फिल हुँदैछ मलाई चाहिँ होइन तर गर्मी चाहिँ ओभर छ बुटलतिर यस्तो डेन्जर गर्मी छ नि पुरै नगरौँ कि बाहिर हिँड्न त तातो हावाले हान्छ कि चिसो हावाले हान्ने दिन पनि आउँछ जाडो महिनामा हामी चाहिँ हाइवेतिर नि आइसक्यो होइन अनि बाटो चाहिँ उतापट्टि बन्दै थियो कि कता कहाँनिर चाहिँ बाटो बन्दै गरेको तल बाटो बन्दै थियो होइन हामी चाहिँ अहिले कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ अमरकोट जाँदैछौँ मलाई जहाँसम्म मलाई लाग्छ हो दाइ आदर्श नगर आदर्श नगर मलाई चाहिँ केही थाहा छैन म दाइसित मात्रै हिँडिरहेको छु गर्मी छ ढुङ्गा चोकिरहेको छ भर्खरै त्यही पनि ढुङ्गा लगाइ चाहिँ होइन होला हावा चलेर त सुनिन्छ क्या
चल्छ के हो धेरै अगाडि आइयो अरे ल अब यो गर्मीमा दाइले मलाई हिँडाल्दै फर्काउनु भयो केही छैन म हिँड्दै जान्छु त्यहीसम्म नै यही नजिकैसम्म हो हामी चाहिँ घर पनि आइसक्यो होइन आज मैले कहाँदेखि चलाइदिएँ दाइ मैले पुरै ढोकै लगाएर बिर्सेँ मैले आज हाइवेमा पुरै हाइवेमा उहीदेखि ट्राफिक चोकहरू कतादेखि मैले घरैसम्म ल्याएँ म पनि पर्फेक्ट भइसकेको होइन बुटोलको बजारमा चलाउनको लागि दाइलाई सिकाउँछु भन्नुभएको थियो म चलाउँदो रहेछु थाहा भयो म देखेँ छैन होला कता छ लाइट त्यही हो हामी पनि एकैछिन बस्छौँ माथि दाइहरूले माछा मार्दैन भन्नु कति जानुभयो मलाई त तुल बुलिरहेको छ कोही बेला जाँदै गर्मी त यस्तो गर्मी छ यार बाहिर त आमा चाहिँ बाइक आइँदा पनि पोले पछाडि अन्त हेलमेट चाहिँ यहाँ राखिदिउँ यो चाबी यहीँ राखिदिउँ मैले अब यसो कपडा फेर्छु गर्मी लास्ट चाहिँ दाइ त चाबी खोलाउँ न अनि हामी घर आएर चाहिँ म यसो दारी साडी फालेर चेटअप गर्नु लाग्यो होइन अब चाहिँ हामी माछा मार्न जाने हो माछा मार्न कहाँ भन्दा चाहिँ सिद्ध बाबातिर भर्खरै आउँदै थियो होइन मेरो घोडामा चाहिँ ड्याङ्गे ठोकिएर काटो तर केही छैन यहाँ काटेको यताबाट आउँदै थिएँ यहाँ डममै घोडा ठोकियो मेरो अनि यहाँ यस्तो रगत आइरहेको अलिअलि यस्तो हल्का हल्का नर्मल भइरहेको छ तर यस्तोमा चाहिँ खासै बाल्दिनँ होला म चाहिँ यहाँबाट दारी काट्न लाग्यो यतासम्मबाट ट्याक्क सेप मिलाउँछु सेप मिलाएपछि चाहिँ फाइनल लुक्स देखाउँछु ल ट्याक्क म चाहिँ दारी सारी पनि मिलाएँ होइन अनि यहाँ पनि आफै मिलाएँ अब चाहिँ यसो यहाँ बस्छु पानी ल्याइदिनु तपाईँलाई भन्नुपर्छ खतम हुनुहुन्छ खतम ए मैले दारी बनाएको चाहिँ ट्याक्क देखेकै रहेनछ देखिन्छ म त यार फेसवासले मुग्दोको त हामी चाहिँ अहिले जानु लाग्यो होइन माछा मार्नको लागि हामी चाहिँ कति एकजना दुईजना तिनजना चारजना पाँचजना मसँग पाँचजना जानु लाग्यो अनि तिनवटा बाइक लिएर माछा चाहिँ सबै एक्सपिरियन्सवाला हुनु न म बाइक मैले मात्रै हो माछा पार्ने त्यही भएर मलाई खास गेस्टको रूपमा मलाई लिएर हिँड्न लानु म चाहिँ आँखामा कचेर ल है ल ल हामी चाहिँ जान्छौँ होइन तिनवटा बाइकमा कताबाट जाने त जान फर्किने गर्मी त परेछ बाबा जति अगाडि आयो त्यति हप पोलेछ के यहाँ पछाडि हुनुहुन्छ नि यहाँ दाइ यहाँ पनि हामीसँग हो अनि अगाडि पनि एकजना बाइक हामीसँग हो हामी चाहिँ यो बाइकमा छौँ अनि हामी तिनवटा बाइकमा 6जना भएर जाँदैछौँ त्यो पनि सिद्ध बाबातिर माछा मार्नको लागि माछा त पाइन्छ पाइन्न त्यो चाहिँ थाहा छैन होइन तर जान चाहिँ जान लाग्छौँ यत्तिकै वान डेको मेमोरेबल डे पनि हुन्छ भनेर यत्तिकै जान लाग्छौँ फर्किन सर्लाई बोलाएर बस्नुपर्ने रोग सर्लाई अन्त हजुर होला होला होइन हो के हामी चाहिँ यो पौडी खेल्ने प्लस माछा मार्ने ठाउँभन्दा माथि झर्दैछौँ होइन सिद्ध बाबाबाट मान्छे चाहिँ ओभर हुनु चाहिँ यो पुलबाट जाने हामी चाहिँ तर डेन्जर कालो देखियो होला हेर मलाई त्यताबाट हेर्नु त दाइ कस्तो देखियो कालै अन्त अब जन्म जातै गोरो होइन अनि त्यो कालो देखियो त केही पनि भएन तर दामी खालको ठाउँ रहेछ हो भाइ ड्याम अझ यहाँ पौडी खेल्ने हजुरहरू सक्नुहुन्छ पौडी खेल्न आउँछ किन पौडी खेल्नलाई आउँछ नजान्ने म मात्रै होला जहाँसम्म दाइ पनि जान्नुहुन्न ऊ त गखाने पिकनिक स्पट पनि रहेछ क्या लु त गऱ्यो अहिले मेरो मोबाइल झऱ्यो पनि दिन्छ तिर पर्छ त्यही भएर म त एकछिन क्यामेरालाई गोजामा राख्छु विराज दाइ आज माछा पाउँछ जस्तो लाग्छ लाग्दैन रहरले अनि मेमोरेबल डे हुन्छ भनेर होइन यस्तो दामी खालको भ्यू छ हेर्दाखेरि चाहिँ आमामा होइन भाइ होइन बुझ्नु नै
हम इधर ब्लॉग कर रहे हैं ना, आपको नेपाली समझ में नहीं करता हूँ मेरा काम के लिए जब दाइ चाहिँ जानुभयो के काम छ भनेर घर जानु। बाई विराज दाइ कस्तो ठुलेर बोलेको हो न करो हमारा काम ही वही हम करते हैं। यहाँ चाहिँ हामी मात्रै छैनौँ, एकदम बवाल धेरै मान्छेहरू हुनुहुन्छ होइन। म चाहिँ यहाँबाट हेर्ने हो, यहाँ सबै म चाहिँ खेल्न पनि आउनु अनि माछा मार्न नि आउनु। सो म चाहिँ यतिकै बस्छु, दाइहरू माछा मार्ने चाहिँ अनि भन्दा पनि रहर गरेर आएर हामी चाहिँ हेरौँ। पौडी खेल्न चाहिँ आउँछ, आउनु न तपाईँलाई नि। म चाहिँ यहीँ बसेर हेर्छु, मलाई आउन्न केही पनि। शीतलमा आएर बनाऊ। म चाहिँ यहाँ यतिकै बसिरहेको छु, दाइ चाहिँ यहाँ मजाले के भन्छन् माछा मार्दै हुनुहुन्छ। माछा त के मार्ने आँस चारो हालिदिँदै हुनुहुन्छ। आँस गर्नुभएको छ एउटा नि आएको छैन होइन। पौडी खेल्न जान्ने मान्छेहरू चाहिँ खेलिरहनु भएको छ। हामीलाई चाहिँ न पौडी खेल्न आउँछ न राम्ररी माछा मार्न आउँछ। दाइले चाहिँ घरबाट ल्याएको आटो सोमबारको दिन धर्म गर्न आएको, त्यही त चारो हालिदिनु भनेर के भन्छन् त्यो घरबाट ल्याएको आटो के फेरि फर्काएर घर लाने भन्नु यहाँ दिन लाग्यो होइन दाइ। यस्तो मिहिनेत गरेपछि नि भएन त अनि हुँदै भयो नि। त्यो खानपानी हो नि दाइ, पानी खानु बरु लास्ट तिखा लाग्यो बरु। पर्छ जस्तो त मलाई पनि लागेन दाइ। कहाँ हो दाइ? म त जान्दिनँ कि, यति पनि जान्दिनँ कि। म पनि होइन, पौडिन परेन, भिज्री मात्रै पसन्द गर्दैन। हो छोडिदिनु। ए तपाईँ खेल्नु आएको छ कि पानी त पर्ला जस्तो भयो त। हामी चाहिँ घरतिर जान लाग्यौँ है, के भन्छन् माछा पनि मार्दैन परेन होइन। त्यस्तो होइन कि हामी त्यस्तो खालको मान्छे चाहिँ होइन, त्यो अरूको ज्यान लिने र रोमाउने खालको मान्छे चाहिँ होइन। त्यही भएर नमारेर फर्केको होइन। जाति मान्छेहरू हटाएको हामी चाहिँ त्यही भएर यहाँबाट यस्तो छ के भन्छन् त्यसभित्र गएपछि सोरुङबाट सिधै भाउ पुगिन्छ है। मलाई थाहा छैन, दाइले बल्ल भन्नुभयो भर्खर ट्राई नगर्नु होला। अब हामीले ट्राई गर्ने कुरो भएन के अरे। त्यहाँमा चाहिँ हामी जान्छौँ, पानी चाहिँ बढे पर्नु लाग्यो कि पुरै गडाङ गुडुङ गऱ्यो कि डेन्जर खालको। आजदेखि लगत्तै पानी पर्छ होला 3-4 दिन। उकाल निस्किने बानी पनि मरिसकेछ यार। स्विमिङ गर्दा थाकेर होला तपाईँ दाइ चाहिँ स्विमिङ डेन्जर गर्नुभयो। दाइको चाहिँ मैले भिडियोहरू बनाइदिएँ, फोटोहरू खिच्दिएँ। म चाहिँ खेलिनँ किनकि म खेल्नै जान्दिनँ, त्यही भएर। होइन, भिडियो गर्ने मान्छे चाहियो नि त। ए अँ, भिडियो गर्ने मान्छे म, त्यही भएर भिडियो गरिदिएको दाइको, त्यही भएर हो। नत्र नि त के भन्ने खेल्ने हुन्न। हामी चाहिँ माथि निस्किँदै थियौँ, एकदम बवाल खालको डेन्जर पानी परेको। ए लड्किने रहेछ अरे यहाँ त। यहाँ दाइहरू मस्त रमाउँदै हुनुहुन्छ। दाइ आउनु, यहाँ त चिप्ले नि पो रहेछ। यस्तो बिजोग छ क्या, यहाँ रमाउन आएका मान्छेहरूलाई त झन् तल बसेका त यस्तो आत्तिँदै आइरहेछन् नि। लड्किने रहेछ भन्दै पानी त परे पऱ्यो नि। यहाँ यस्तो डर लाग्दछ, तर भ्यू पनि बब्बाल देखिरहेको हेर यताको। हरियाली छ्याक्क देखिन्छ कि। सम्झना त डेन्जर रह्यो, भएन माछा मारिएन। ओ तिनीहरू त्यहीँ बसिरहेको नझन् त बोलाउँछ र अहिले। यो ड्याम छ यस्तो दामी। अब चाहिँ हामी डाइरेक्ट जान्छौँ बटौलीतिर। पानी पऱ्यो, दाइ चाहिँ अघि नै जानुभएको, के भन्छन् म जान्छु, मलाई त गर्मी भयो भनेर जानुभएको दाइ चाहिँ। हामी चाहिँ यस्तो बस्यो, माछाहरू त मार्न सकिएन, त्यही पनि बस्यो। उता पानी परेर हिँड्ने, यता बल्ल पर्दैछ क्या दामी खालको। हेर्नु त यहाँ यतै धुलै छ पुरै, अझै पानी पऱ्यो होइन। अब चाहिँ पर्ला जस्तो गऱ्यो। लास्टै अल्कोन रहेछ यार यो बाइक त दाइ यार।
ठ्याक्कै देखिँदो रहेछ त अनि ठ्याक्कैदेखि हेर्नु बुटोल हो यो बुटोल हो र ओके हेर्नु भर्खर पानी पऱ्यो यार गर्मी के भन्ने अब बल्ल पानी पर्ला चाहिँ भयो यतातिर छिटा हाने बल्ल पर्ला चाहिँ भयो पुरै सुक्खा रोड उतातिर त पानी परेर आएको नै एक्सिडेन्ट भएछ न बाइक हो घर पनि आइसक्यो अनि घर आएर एकैछिन एडिटिङहरू पनि गरेँ अनि म चाहिँ आज भ्लग यतितिर इन गरिदिन्छु थ्याङ्क यू फर वाचिङ गाइज एन्ड बाई बाई